नमस्ते, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानल वसन्त खड्कामा। तपाई युट्युब चलाउँदै हुनुहुन्छ, युट्युबबाट के गर्ने सोच बनाउँदै हुनुहुन्छ भने यो भिडियो विशेष तपाईहरुको लागि हो है त। हो, सही सुन्नुभयो, 100% भिडियो भाइरल हुन्छ। तर कसरी? के यसरी भिडियो हाल्दैमा तपाईको भिडियो भाइरल हुन्छ त? अवश्य पनि हुँदैन। त्यसको लागि सर्टेन केही चीजहरु छ जसलाई तपाईले फलो गर्नुपर्ने हुन्छ। र सर्टेन 5 टिप्स चाहिँ के छ भनी तपाईलाई म भन्न गइरहेको छु है त। नम्बर 1 मा भिडियो तपाईले कुन कन्टेन्ट अनुसारको बनाउँदै हुनुहुन्छ। चाहे त जेसुकै होस्, कमेडी, इन्फर्मेसन, एजुकेसन, न्यूज इत्यादि। तर तपाई स्पष्ट चाहिँ हुनु जरुरी छ। तपाईले कुन कन्टेन्टमा चाहिँ भिडियो बनाइराख्नु भएको छ भन्ने कुरामा चाहिँ तपाई स्पष्ट चाहिँ हुनुपर्छ। नम्बर 2 मा भिडियोको क्वालिटी। तपाईले बनाउँदै गरेको भिडियोको क्वालिटी कस्तो छ त? एटलिस्ट चेक गर्नु होला है त। भिडियो क्वालिटी एकदम कम्पल्सरी छ है त। त्यसलाई चेक चाहिँ अवश्य गर्नु होला। नम्बर 3 मा थम्बनेल। तपाईले कुन कन्टेन्ट अनुसारको भिडियो बनाउँदै हुनुहुन्छ त्यस अनुसारको र त्यस हिसाबको तपाईले थम्बनेल चाहिँ अनिवार्य लाउनु पर्ने हुन्छ है त। थम्बनेलले पनि तपाईको भिडियोलाई पुश गर्ने चाहिँ काम चाहिँ गर्छ है त। यसो त्यो थम्बनेल पनि एकदम इम्पोर्टेन्ट पार्ट छ है त यो युट्युबको लागि चाहिँ। नम्बर 4 मा रहेको छ तपाईले बोल्दा तपाईको आवाज स्पष्ट हुनुपर्छ। जस्तै तपाईले बोलेको आवाज यदि कसैले राम्रो सुनिरहेको छैन या बुझिरहेको छैन भने तपाईले बनाएको कन्टेन्ट चाहिँ युजलेस हुन्छ है त। तपाईले बोलेको बोली चाहिँ स्पष्ट र सबैले सुन्ने खालको चाहिँ हुनुपर्छ। क्लियर? र नम्बर 5 मा लास्ट रहेको छ तपाईले यदि भिडियो बनाउनु हुन्छ भने प्रत्येक दिन एउटा भिडियो चाहिँ अनिवार्य हाल्नु होला। एटलिस्ट प्रत्येक दिन एउटा भिडियो चाहिँ नछुटाइकन हाल्नु होला। यति गरेपछि तपाईको भिडियो अवश्य पनि भाइरल हुनेछ है त। तपाईलाई कस्तो लाग्यो मेरो भिडियो? मन परे कमेन्ट्स गरिदिनु होला। यदि थप यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू, बाइ बाइ।